हिजोको भिडियो हो। अनि नानीलाई स्कुलबाट आफ्टर स्कुलबाट आएर किचनको कामहरू गर्दैछु। अनि सब्जीहरू काट्दै यसरी अझै बिहान हतारले मैले यस्तो गरिरहेको थिएँ। अब नुहाको लन्च पनि रुटिन अनुसार लगाइदिनुपर्छ। रुटिन हुन्छ मन्डे फ्रुट्स डे हुन्छ, तपाईँले हेर्न सक्नुहुन्छ। ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे चाहिँ मदर चोइस हुन्छ। फ्राइडेको यसो गरेर डेली हाल्नुपर्छ। फ्राइडे चाहिँ मदर चोइस हो। मन्डे तपाईँले के दिनुहुन्छ, फ्रुट्स डे हेर्न सक्नुहुन्छ। यो चाहिँ स्कुलको रुटिन हो। मन्डे ट्युसडे इडली स्यान्डविचहरू लगाइदिनुपर्छ। अनि वेन्सडे चाहिँ क्युकम्बर क्यारट अनि स्यालेड लिभ्स पनिर सलाद एनिथिङ बनाउँदैछु। थर्सडे चाहिँ चियापत्ती पराठा फेरि नुहालाई रोटीहरू चाहिँ जस्तो बनाएर पनि चाहिँ रेडी लगाइदिँदा हुन्छ विथ सस हो। अन्त फ्राइडे चाहिँ आफ्नो चोइस हो। के गर्नु, एक्लै छु अहिले, बहिनी छैन। अनि बहिनी हुँदा त सबै गरिदिइहाल्थ्यो। अलिकति साह्रो पर्दैछ, घर गएको छ ऊ चाहिँ। अनि सानो भिडियोज बनाउने ट्राई गर्दैछु। पानीले गर्दा बाटो पनि एकदम खराब भइसकेको छ। एक्लै जाने पर्यो। बाहिरको अवस्था चाहिँ यस्तो छ, बाटोहरू हिलो पुरा पानीले बिग्रिरहेको छ, बगर जस्तो भइरहेको छ। अनि म चाहिँ नुहालाई लिएर आएको उसको स्कुलबाट। आज एकदम इन्जोय गरेँ मम्मा भन्दै मलाई भन्दै थियो नुहाले। अनि उसको बोली बुझिँदैन, अलिकति ज्यादा इङ्ग्लिस मात्रै बोल्छ हाम्रो नुहा। त्यही भएर बोली क्लियर पनि छैन। बाठी छ, तर अर्कै खालको बाठी चाहिँ हाम्रो नुहा चाहिँ। उसलाई केक मागेर केक र ब्रेड लिएर आएको। नुहा चाहिँ एब्सेन्ट भएको थियो बिमारले गर्दाखेरि अस्ति। अनि यो बनिसको स्टिकर्सहरू देख्छ नि, यसरी टाल्नुपर्छ। यो चाहिँ घरमै राख्नुपर्छ नुहाले। यसरी प्याक गरेर पठाइदिन्छ। पढ्ने बेलामा चाहिँ बुक्सहरू हुन्छ, एकदम सफासँगले राख्नुपर्छ। सो आज चाहिँ उसको वर्कहरू पठाइरहेको छ। कति दिन स्कुल गएन बिमारले भएर। अनि उसको लेखाउनु पर्ने चाहिँ पुरै हेर्न सक्नुहुन्छ। यसरी प्याक गरेर पठाउँछ। सबै कुरा उनीहरूलाई आफै गर्नु लाउनुपर्छ, कसरी टाल्ने कसरी लेख्ने भनेर। लेख्ने त के, उनीहरूको नक्साहरू मात्रै बनाउनुपर्छ, त्यस्तो ज्यादा उयो पर्दैन। एक हप्तै गएको थिएन समर भ्याकेसनको छुट्टी भएर पनि। अनि अब पढ्दैछ।